भनेपछि ल बल्ल केटाहरू ल ल डेन्जर दामी देखा दामी यात्रा सुरु गरौँ होला। बुढाको बाइक हो हाम्रो सर हो क्या हो भाइ ए भाइ पो भाइ सर भन्नु थियो हो ल त्यो भाइ बोल यहाँ टक्क गुरु पूजा गरी अनि जाने हाम्रो सौरभ सरको घर कोरियन शिक्षकज्यूको बेकरी हो नि त भइरहेछ त ए बाबा कैलाश ए कुमार कस्तो भइरह कैलाश ल ल ल ट्याकको हामी यहाँ भएर सर नुक्नु भइसक्यो हौ नमस्ते सर नमस्ते अब हाम्रो महाकोटबाट फेरि यात्रा सुरु हुन्छ अब हामी चाहिँ सरको घरबाट अब निस्केर एउटा उत्तल एउटा माथि वाकाको गन्तव्यतिर प्रस्थान गर्दैछौँ सामरी भएर सामरी हुँदै चस्मै सुहाउँदैन दाइ कहाँ नसमाउने कुरा हो है लाँदै गर्नु होइन होला के हो कस्तो ए त्यसो भन्ने कुरै हुँदैन नसुहाने आफ्नै छोक्रा त सेफ्टी लागि पनि पाउनु पऱ्यो बाइकमा सेफ्टी लागि पनि पाउनु त्यही त हावाले हान्दैन होइन होइन होला के हो चियाको नास्ता गरेर लाग्यो लाग्यो अब बिहानको नास्ता पनि भयो होइन ल केटा ल अब हामी लब धादिङ छोड्दैछौँ है अब भाँकोट छोड्यो अब लब सामरी लाग्ने बाटोपट्टि लाग्यो यहाँबाट सामरीको हाइवे सुरु हुनु लाग्यो अब यहाँबाट त्यो प्राइभेट देखि देखा नि त्यहाँतिर त्यो बटन चाहिँ त्यही त छ बिस्तारै बिस्तारै आऊ बिस्तारै सिङ्गल आऊ नभए बाटो त अनि बवाल भएछ रविनेताको त म त यो बाटोमा त आएकै छ त सामरी सामरी सामरीको रामरी मेरो हुलाकी राजमार्गको ल स्वागत गरौँ सामरीतिर अब यता गयो त्रिशुली पछाडि गयो भने हाम्रै धादिङ बेसी उता हरेसल जाने पछाडि भइहाल्यो यताबाट गयो भने अब धुली वाका जाने यता वाका जाने यता हो सामरी बजार सफल भएको ए
ओए झुकेर भिड त बे बत्तिर आएको होइन यो त सँगै छैन बाटै छैन डेन्जर त्यहाँ त छुट्टिन्छ त ठाडो यार ल टक्क हामी टुडी पुग्न लाग्यौँ सामरीको बाटो भएर टुडी निस्कने क्रममा ठाउँ त बवाल छ नि टुडी भएर मेगाङ भएर ठ्याक्क वाका गइन्छ बिचमा यो ठाडो ढुङ्गा भएको बाटो मजाले देख्न सकिन्छ यसको ठिक पारिपट्टि यता वाका रहेको छ ल केटा सबले एकपल्ट हाई गर्नु पऱ्यो ल ल ल ल हामी टक्क आइपुग्यौँ ठ्याक्कै टुडी ल केटा कस्तो लाग्यो टुडी भन त ल रमाइलो छ नि त बवाल छ दामी छ यो टुडीको यहाँ धादिङबाट नुवाकोट हुँदै टुडी हुँदै यता मेगाङबाट अनि वाका घुमेर झर्दाखेरि छुटाउनै नहुने ठाउँ हो यो यहाँ मान्छेहरू धेरै आउँछन् यी बसहरू गाडीहरू सब यहाँ ड्राई पिकनिक आउने कतिपय मान्छेहरू पिकनिकै आउँछन् नि यहाँ धेरै टाढाबाट आउँछ यो ठाउँमा ल टुडी राहा युवा क्लब यहाँ केही नियमहरू छ जो हामीले अपनाउनु पर्ने हुन्छ फोहोर नगर्नको लागि हो विशेष गरेर अनि बिचमा महादेवको मूर्ति देख्न सकिन्छ है मजाले अनि यहाँ जानको लागि यो मन्दिरमा बिचमा मन्दिरमा जान चाहिँ फेरि यो ढुङ्गा नै चढ्नुपर्ने हुन्छ ढुङ्गा भन्नाले यहाँ यो ढुङ्गाको माध्यमबाट यो बिचको मन्दिर जान सकिन्छ एक पुरा परिक्रमा चलिरहेको छ ल रमाइलो छ नि त केटा हो त्यो पारिपट्टि देखाएको हो त्यो सिङ्ला भन्ने ठाउँ जाने पाहाड त्यही हो सिङ्लाको पाहाड त्यो टुप्पा बादलले सखा नि हो त्यो सिङ्ला त्यो यो टप हो यहाँनिर हिउँ पर्छ नि त्यो सिङ्ला साइडमा हो त्यो सिङ्ला भन्ने एकदम फेमस ठाउँ हो क्या त्यहाँ पनि ठुलो मानेहरू छ त्यो धार्मिक स्थल हो क्या त्यो सिङ्ला एकदम कुमार रबिन अनि कैलाश टुडी दरबार अब दरबार चाहिँ हालत यस्तो भइसक्यो भत्केर होस् अहिलेको हिसाबले लालीग्रासहरू फुलेको ठाउँहरू ल यो भ्यू टाइपकै हो टुडीमा रहेको ठाउँ लालीग्रास उता हेऱ्यो नि सबक्कै बनभरि लालीग्रास सेकेन्डमा बसेछ त खाना न भिडियो भइरहेको छ ल ठ्याक्क मेगाङको आसपास पुग्दाखेरि चाहिँ हाम्रो केटाहरू ऐँसलो खानापट्टि लागेका छन् पुरा ऐँसलोको झ्याङमा गाडी के अरे बाइक रोकेर ऐँसलो खाऊ काफल चाहिँ अलिकति राम्रोसँग पाकेर आइन्छ अघि है तर काफल पनि ठिक थियो अनि A few moments later. अब ऐँसलो खाने मेरो पालो अब अनि सनी भयो भिडियो बन्द गर्दै आऊ केटा हुडिङ लाग्यो सबले उता उता यता उता यता हामी जानु लाग्यो खै थाहा भएन उनीहरू लग वाका आइपुग्नु लाग्यो
हेर्दै हिँड्दै जानेहरू पनि छन्। बाङ्गर हो बाङ्गर। ल बाटो अलिक अप्ठ्यारै रहेछ। च्यानललाई फाइनल्ली वाका। फाइनल्ली हामी वाकाको नजिकै आइपुगेको छौँ। ल केटा फाइनल्ली वाकाको नजिकै आइपुगेको है। केटाहरू त के हो वाका ओभरटेक हाने त केटाहरू न। ल केटा हो ठ्याक्क फाइनल वाका आइपुग्यो। गाडी पार्किङमा बाइकहरू छोडेर अब हामी जाँदैछौँ मनोरञ्जन स्थलतिर, धार्मिक स्थलतिर। फाइनल्ली वाका आइपुग्यो है। ल फाइनल्ली वाका आइपुग्यो। मान्छेको भिडभाड त यहाँ कुरै नगरौँ होला। कति अब यो ठाउँ यति हाइटमा छ कि जाडो भइरहेको छ यहाँ हावा चलेर। अनि आज यहाँ फुटबलको प्रतियोगिता रहेछ यहाँनिर। हामी अलि माथि त्यहाँ दरबार साइड जान्छौँ, यो साइडतिर पनि जान्छौँ अनि यता पनि जान्छौँ अब एकछिनमा। ल केटा हामी यो उकालो हिँड्ने हो नि त? हिँड्ने हो नि होइन? जानुपर्छ नि, दरबार सब हेरेर आउने हो। ल यो ठाडो उकालो अब के सास फुल्ने होला हिँड्नलाई। यतापट्टि सर्टकट, तर हामी सर्टकट हिँड्दैनौँ, हामी ठाडै उकालो हिँड्छौँ। हामीलाई यो उकालो सास फुले पनि हामी के चढ्ने हो उकालो हो? ए त्यसो भयो त। ल त ल के गर्ने त अब। A few moments later. खाडा उकालो छ। होइन होला के हो? यहाँ हो ल गेम हुने चाहिँ। ल हामी आइपुग्यौँ वाकाको टप ठुलो वाका मानेमा। यहाँबाट चारैतर्फ देखिन्छ। हेर्नु पर्दाखेरि टक्क यता पारिपट्टि किन्दाङ, नुवाकोट, कैलाश, रबिन, अनि त्यसपछि आएर हाम्रो कुमार सर। हुन्छ होला सेउलाबाट भाँचो चलाउनु मानेमा सबै त्यो चढाइरहेको छ। अब के गर्छ? आउँदा यो बाटो होइन, टक्क यो बाटो भएर यस्तो गरेर चढाउने, यताबाट टक्क यता मन्दिरहरू माथिबाट जाने। ल वाकाबाट बिदाई। अब वाका छोडेर घर जाने क्रममा छौँ हामी सबैजना। ल नाना केटा ल अब ओह्रालो लाग्यौँ। माथि कार्यक्रमहरू चाहिँ हुँदैछन्। टक्क हामी वाकाभन्दा मुनिको चैत्य यो धादिङ बेसीबाट पनि देखिन्छ। यो धेरै चैत्य गुम्बाहरू भएको यो 5-7 वटा लगाने भएको ठाउँमा यो हेर्दै फर्किने क्रममा है यो चाहिँ हामी घुमेको बाटो आएको भएर। टक्क हामी धादिङ फर्किने क्रममा यो चाहिँ सेमजोङ आइपुग्ने बेलाको बाटोमा रहेको प्रतीक्षालय उता हामी हावा चल्यो है। मध्य पहाडी राजमार्ग।
हामी चाहिँ अब सेउली आइपुग्यो होइन सेउली आइपुग्यौँ बस्नु त हामी एउटा होइन ओली डाँडामा ओइल डाँडातिर बस्छौँ होइन सेउली बजार ए गाइस यता होइन बाटो हो दुइटा अब साथीहरू चाहिँ अगाडि जानु बिर्सिएको छ अब तिम्रो बल लाग्छ कि हान्नुपर्छ कति ट्विट मात्र आउँछ मलाई